Ooh. Hello everyone, welcome back to my channel and video. It's me Vinod. I hope सबजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै ठीक छु। गुड आफ्टरनुन सबैजनालाई। अहिले चाहिँ दिउँसोको लगभग ठ्याक्कै 2 बजेर 10 मिनेट गयो। टाइमै भन्दै हैन 16 मिनेट गएपछि हेर्नु 2 बजेर 16 मिनेट गयो अनि अहिले चाहिँ म घरमा छु। घरमा रुम भित्रै बसेर भ्लग स्टार्ट गरेको भर्खरै अनि दिनभरि चाहिँ गरिन किनभने अब अहिले चाहिँ सुरु गर्नु लाग्यो। बल्ल अब काम स्टार्ट भयो नि त म र मेरो मामाको। अनि यता हुनुहुन्छ सुरज मामा। अब उहाँ पनि अब बिस्तारै तेर्सिँदै हुनुहुन्छ। अब धेरै छैन। आज बुधबार बिहिबार शुक्रबार त अब राम्रै टिकटाला गरेर निस्किनुहुन्छ उहाँ पनि अब घरबडी है। त्यही भएर मामा भन्दा चाहिँ अहिले टक्क घरमा बसेर गफ गर्दै होइन अब बिस्तारै अब तिर्सिनु हुन्छ। तपाईँ नि अब 2-3 वर्षको लागि 4-5 वर्षको लागि अब दोसो गफ गर्दै बस्यो। अब जन्मेदेखि यत्रो भयो सँगै थियौँ। अब अलि वर्षको लागि अब टाढै भइन्छ। जस राम्रो गर्नु राम्रोसँग होइन एकदम। अब आफूले सकेको एकदम अब उताबाट आएर चाँडै बिहे खान पाऊँ भन्न चाहन्छु। झ्याप्पै बिहे हान्दिनु उनी भयो भने भयो, उनी नभए अर्कोलाई नि गरिदिइहाल्ने। उनी हुन्छन् ढुक्क छु म 100मा 200% ढुक्क है। यतिको कन्फिडेन्स चाहिँ हुनुपर्छ कि यतिको विश्वास दिलाउनु पर्यो नि त तिमीले पनि। हेर्नु त मामा कस्तो हेर त ल मामा कतिको ढुक्क 200%, 100%मा 200% ऊ मेरो हो भन्ने उसलाई फिक्स भइसक्यो। मामालाई फिक्स भइसक्यो। त्यही भएर अब 2 वर्ष गएर मजाले बसेर आउँछन्। अब त्यतिखेर चाहिँ 29 वर्ष लाग्छन् कि कति वर्ष लाग्छन् आएर झ्याप्प बिहे हान्छन्। 32-33 आएर मजाले अनि गर्छन्। अनि कोट प्यान्ट त म दौरा सुरुवाल लाउने त्यति बेला त। दौरा सुरुवाल ढाका टोपी सिरैमा मेरो माया तिम्रो दिलैमा भने जस्तो। अनि मामाको लागि चाहिँ मैले फ्रिजमा दही राखिदिएको थिएँ। दुई फ्रिजमा राखेको सायदै जमिसक्यो होला राम्रो खालको। चिसो जमे छैन होला जमाउनु त। खान्न म त खान्न कि दही खायो भने त गोरु हुन्छ अरे नि त। ए साइड गर्ने बेलामा के अरे जानुभन्दा अगाडि दही खाउँछ नि त। अनि अब आज भोलिबाट त हाम्रो घर आउनुहुन्न होला। तर त्यही भएर आजै घडी दही सही हानिदिएर सबै नाखा आउला नि फेरि। मिठो है दही त। हिजो हराएको दुध थियो मैले चाहिँ दुध र भात चाहिँ जुजुलाई दिएको भर्खरै। ल कि अब मेरो कामको ड्युटी पनि अब बिस्तारै सुरु हुन्छ। अब मामा भन्छ टक्क गोठतिर हुन्छ मलाई। अब हामी कुरेर बसिरहेको थियो यिनीहरूले टक्क लगाएर कति बेला आउँछ भनेर। मामा भन्छ भित्र सुत्यो है सुत्यो भयो। कस्तो भयो पालिसी दुःख गर्नुपर्छ यार गाह्रो छ। गर्लफ्रेन्डले कति फोन गर्छ त नि सानोले काम गर्नै पर्यो है। काम गर्नु पर्यो मामा के गर्नु पर्थेन। आज मन बाबै उता जानुभयो नि त। बेलुका त आउनुहुन्छ होला है। बेलुका त आउनुहुन्छ 7-8 बज्छ भन्ने कुरो गर्नुभएको थियो। भनेपछि दही सोही नि सबै आफै त होला नि। दुनियाँ म दिन्छु कि दिन्न लात्ताले हान्देला नि। मम्मीसँग दुन्थेँ मैले। ए दुन चाहिँ त थियो पहिला नि। मम्मीसँग चाहिँ घुम्टाइदिइहाल्छु कि फेरि। यसले मामा 4वटा पाइसक्यो कि बे बिचरा 4 बेथे। फर्स्टचोटि बिहाको भैँसीले अलि यता आउँछ त म तपाईँ। ठिक छ ठिक छ। यसले फर्स्टचोटि पाएको भैँसीले बच्चा पाएर पनि बेच्दियो कि
4 बेतै भएछ 4 एउटा यसको दिदी मर्यो नि यो यही गाडेर यही झुन्नेर मर्यो झुन्ने आज त्यते के रे यहाँनिर ठ्याक्कै नयाँ गोठ बनाएको थियो नयाँ गोठ बनाएर अनि गोठ सारेको खै 1-2 हप्तामा है कतिमा मरेको राम्रै खायो अहिले पानी आच्छी मैले त उसलाई राख्दिनँ क्या बाख्रालाई यार यसले खाएन है आउनु त तपाईँ कहाँ गयो त फेरि भाइले फोन गराएको नआउँदाखेरि खप अनि परल हालिदिनु पर्यो परल हाल्दैछु आज मलाई दुध दिन्न दुध दिन्न आज मलाई दिन्छ होला नि मैले ल्याएको पानीहरू सन गरेर इन्ट्रेस्टिङ यार यिनीहरूले यो पनि खान्छ मामा छिराउनु त यसले बब्बाल खाइदियो यार पानी दिएर गर्मी हेर्नु न घाममा यस्तो घाम चर्के नि यस्तो घाम चर्के अब किन न तेल त खाली भयो नि घोप्टाउने बानी छ क्या घोप्टाइदिइहाल्छ एकजना मान्छे भएन नि यो चाहिँ अलि बिचरा के भयो त खुट्टो यस्तै हो त्यस्तै हुन्छ भन्ने खोइ यिनीहरूको त छैन त फेरि बुढी भयो क्या बुढी त के बुढी हुन्छ म 20 बेती हुन्छ अरे हाम्रो आमा क्या हजुरआमा के हजुरआमाले भने 20 बेतीसम्म हुन्छ के हाम्रो सिलिङको हजुरआमा पहिला त दुना टुट थिएन गर्न सकिन्छ हामी दुध खाने मामा घर गइन्थ्यो नि त दुध मामा घर किन जाने भन्ने बित्तिकै हामी दुध खान भनेर भनिन्थ्यो कि पहिला चाहिँ अब अहिले त अब आमा बाउ नै तल झर्नु भयो किनकि आमा पनि बुढी हुनुभयो के सक्ने त्यही भयो पुग्यो पछा खतरा अझै खान्छ होला पानी गएर गाह्रो छ ट्र्याक्टरले जोत्या हो गएको अब के रोप्या अरे कि त्यत्तिकै जोत्या मात्रै हो ए रोपिसक्यो थोरै लिएर आउन नभए अहिले दुध दुनी बेला देऊ फेरि पछि पानी चाहिँ पराल सरार हालिदेऊ अहिले कुन कुकुर चाहिँ गाड बस्यो क्या के दुःख बुढी आएर बुढी जा त पानी खाँदै पानी खान्छ अहिले आफैले गाडीको डिगान पऱ्यो राखिदियो त्यसले त पानी त परल चाहिँ हालिदिनु पर्छ मै छिरिन्छ
गएको अब घाँस हिँड्न नि त अहिले बर्खा टाइममा बाख्रा छ है बाख्रा छ तिनीहरूलाई अघि तिनीहरू घाँस यसो लुसेर देख्ने अब पानी दिएर केही दिनु पर्ला आजकल जङ्गलतिर त के घाँस होला र पुरै ऊ डढे लाएर काल्दाखेरि नत्र त्यस्तो ठुलो जङ्गल त छैन है घाँस त पाउँछ पाउनु नि त अलि टाढै जानुपर्छ कि माथि डाँडा चढ्नुपर्छ पहिला त यो नचारेको डाँडै खेल्यो है पहिला त घाँस काट्न त हाम्रो कसले सक्थ्यो र भिरभिरमै पुरै है सानोले चाहिँ हान्न परा पानी खाने आमा हो ढाक्दियो मलाई त खुट्टा उचाल्ने बानी रहेछ क्या कि खुट्टा यसरी घिसार्दै यसरी ट्याक ट्याक टेक्न सक्दैन कि ठप ठप के हो तातो भयो तातो खाँदैछ घामले तात्यो नि त अहिले दुध दिन बेला सकिन्छ कि अब बाख्रालाई पानी सानी दिउँ त्यसपछि हामी मामाहरूले टक्क खाजासाजा बनाएर खाइन्छ साजा बनाएर खाएर अब चाहिँ टक्क दुध दुने टाइम भयो ठ्याक्क 4:30 भयो नि त अनि पाडा साडा खोलिदिएको अब यसलाई एकैछिन चुम्लिने धेरै होइन अब दुध दिने कसरी सुरु गर्ने धोएर तेल लाएर भनेको बाउले नि देऊ है किसाइदेऊ न दिन्छ भयो है तान्ने खै खाने होला नि बिचरा अगानि होइन होला कहाँ अब घाँस हान्यो नि त बर्बाद भयो नि खायो भने 1 मिनट नि भएको होइन एउटा बाचा मात्र हो कि सोध्न पर्छ नि कति टाइम दिउँ भने के हेर्नु हेर्नु कहाँ खोजेको दुध उसलाई डो चाहिँ पुगे छैन अलि के दिँदा रहेछ भान्जा यति रहेछ तेल दिनु आउँछ भान्जा अब पास भयो अब गाह्रो छ नि त मलाई गाह्रो छ सुरु गरौँ त गरौँ हो क्या गरम ओइ ओइ आ पास भयो यार कसरी भन्थ्यो मैले बुढी पाल्ने भयो यार यति भएछ दुध बेचेर गाई बस्तु पालेर नि मेरो भान्जाले है गर्छ उनीलाई पाल्ने भयो यार नचला सन्तोकी रहेछ यार मिसिन हुनुपर्ने के भान्जा दुख्यो भने कस्तो झ्याउँछ कसरी दिन्थ्यो मम्मीले हात थियो नजाने है मैले है जाने है पास भइसक्यो तिमी दुध बाहिर डेरीमा लान्छ र लान्छ नि यो दुध त त्यतिकै फ्रिजमा राख्ने अलिकति मात्र चताउँछ कुकुरलाई र गुरुलाई र बिहान मात्रै लाने हो बिहान मात्र दिँदो रहेछ पास भयो दुई सक्यो
सब सकाउने हो कस्तो चिज होला है जात्रै गरे मम्मी कस्तो मजाले दिनुहुन्छ कि हामीले के जान्नु यार यत्तिको जानेको एक माना भाएर भाएन 5 ठुलो अब भोलि पर्सितिर ट्रेनिङ दिनु पर्यो मम्मीसँग है एकचोटि आएर मम्मीको गरेको हेर बेलुका कति दिन्छ एक माना कहाँ एक माना 3-4 मान दिन्छ नि दुना दोए त भैँसी पाल्छु राम्रै छ बजार 2टा खसी बेचेको 20,000 गाह्रो पसिनै आइसक्यो यत्तिको त मार्केट खायो यति बेसी सबै दिने होइन आम्मामा पसिनै तुरुरु बनाइदिएँ अनि देखाइदिनु भयो दुध चाहिँ मैले यति धोएँ यो भोरी दिन्थेँ कि अनि नजाने हो कि के हो नजान्दै होला म नजान्दै होला अब यसले खान्छ अब मोज पनि भयो यसले अब आइरहेको थियो दुध आउनु त तर अहिले नजान्नु धन्यवाद अब पनि बिस्तारै दुधै गरौँला अहिलेलाई हस्त नमस्ते जा हातै छुट्टै फतक्कै गल्यो यार आमा ल दुध त्यो भोरी दिन्थ्यो मम्मीले दुध त्यो भोरी दुनुहुन्थ्यो कि मम्मीले चाहिँ मैले त सकिनँ पोखिनलामा मामा मम्मीले त कस्तो त्यो औँला नि कस्तो मजाले दुन्छ कि तर दुन्छ कि मैले त जान्दै जानिनँ कि एकचोटि मम्मीसँग गरेको थिएँ त्यसपछि त ल म पनि नुहाइधुवाइ गर्छु मजाले अनि फ्रेस भएर अब निस्किनु पर्ला कतै नुहाइधुवाइ गरेर भ्याएँ अनि यो बाख्रा चाहिँ करायो बिचरा उतै एउटा 2टा घाँस चाहिँ डाली झैकेर हालिदिनु पऱ्यो अनि अर्को चाहिँ हेर्न छोडिदिएको त आमा अर्काको बारीमा गएर पल्किसक्यो तिमी आउँछौ कि म आउने हो कालु अनि यिनीहरूलाई पनि यसो घाँस सास हालिदिनु पऱ्यो यार बिचरा थेट बिहानदेखि के हाल्दैन यार पानी सानी खाँदै अलिकति घाँस हाल्दै अब त्यो यसो बटौली र भित्रै हालेर थुनेर जानु पर्ला अनि कुखुरा सुखुरा थुनेर अनि यसलाई पनि बाँधेर त्यसपछि हामी बाहिर निस्किनु पर्ला किनभने कति घर बन्दा नि अनि मम्मी बाबा पनि अहिले एकछिनमा आउनुहुन्छ त्यसपछि घर चाहिँ घर नै आउँछु म अनि आजको लागि चाहिँ भ्लग यति नै हुन्छ फर्स्ट टाइम दोएँ मैले भैँसी चाहिँ एक्लैले अलिक गाह्रो हुँदो रहेछ मम्मीसँग सिक्नुपर्छ तर सिकेपछि हुन्छ भनौँ न अनि ल आजको लागि भ्लग यति नै हुन्छ के कस्तो लाग्यो कमेन्ट बक्समा छोटो मिठो कमेन्ट गर्नु होला थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो सो बाइ गाइज सी यू